बुढेसकालमा न कालले टपक्क टिपेर लान्छ न कसैको सहयोगी हात भनेको बेलामा पाइन्छ। अलिकति पानी पिउन पाए नि कस्तो हुन्थ्यो। खोइ कोही पनि देख्दिन। मामु मामु हैन कहाँ जानु भएछ मामु? आमा आमा मामु कहाँ जानु भएछ? तपाईलाई थाहा छ मैले कति बोलाए, बोल्नु पनि हुन्न। ठिक छु बाबु, मैले खाएँ। बरु कस्तो प्यास लागेर घाँटी सुकेको छ। अलिकति पानी ल्याउ न बाबु। ए मेरो प्यारी बुढी माउलाई प्यास पो लागेर रहेछ। ल पानी पिउनुस् आमा। कस्तो सासै जला जस्तो भइसकेको थियो। काला जितेको जस्तै भयो अहिले त। आमा आमा आज मामु कहाँ जानु भएछ? घरमा त हुनुहुन्न त। खै बा आज मैले तिरी आमालाई पनि देखेकी छैन। कहाँ गए कुन्नी? कर्सबारीमा काम गर्दैछ कि कति भोकाइ होला। कस्तो पेट पनि दुखेको। के भयो भयो। आमा हजुरले खाजा पनि खानु भएको छैन जस्तो छ। कति भोक लाग्यो होला है। ब्यागमा बिस्कुट बाँकी नै छ। हजुरलाई ल्याउ त आमा। तिमीलाई पनि कति भोक लागेको होला। तिमी नै खाऊ बाबु, म तिम्री आमा आएपछि खाइहाल्छु नि। होइन आमा, हजुरले खानै पर्छ। म पनि खाउला नि। हामी आधा आधा खाने है। कति ज्ञानी, कति बुझ्ने मेरो नाति। ती पनि खाऊ है बाबु। हजुर अब आराम गर्नुस् आमा। मेरो पनि धेरै होमवर्क छ। अब म गर्न थाल्छु। होइन मम्मी त करेसाबारीतिर पो हुनुहुन्छ कि क्या हो? मम्मी मम्मी करेसाबारीमा त हुनुहुँदो रहेनछ। ठिकै छ, म मम्मी आउन्जेल होमवर्क सकिसक्छु। कति राम्रो फिल्म रहेछ है बबिता। हो नि, अझ अन्तिममा दुवैजना मिलेको देखाएको भए झनै कति राम्रो हुन्थ्यो है सुनिता। जे होस् आज रमाइलो भयो। सुनिता ल ल म अब घर जान्छु। 4 पनि बजे पो सकेछ। छोरी स्कुलबाट आइसक्यो होली। खाजा खाएर जा न। तेरी छोरीले पकाएर खाइहाल्छ नि। कस्तै छ्या। त पनि अघि भर्खर पिज्जा खाएर आएको होइन हामीले। फेरि अहिले के का खाजा नि। ल म जान्छु अहिले। ल ल जा जा। बेलुका फेसबुक मेसेन्जरमा कुरा च्याट गरौँला। मम्मी कहाँ जानु भएको नि आज हजुर? आमा पनि भोकै हुनुहुँदो रहेछ। कति खोजे तर मैले होमवर्क चाहिँ अघि नै गरिसकेँ नि। बाहिर सानो काम थियो बाबु। मेरो प्यारो छोराले होमवर्क पनि गरिसकेछ। कति ज्ञानी अघि। अब पढ है। हुन्छ मामु। भोलि सरले पाठको प्रश्न सोध्छु पनि भन्नुभएको छ। म सबै कण्ठ गर्छु है। हुन्छ बाबु। बुढी कसको फोन आयो फेरि? त्यही नन्द भनाउदीको पो रहेछ। कति न बुढीको चासो राख्ने बाँकी। हेलो भाउजू दर्शन, सन्चै हुनुहुन्छ? दर्शन मैया हजुर सन्चै छु। हजुरलाई सन्चै छ? सन्चै छु भाउजू। अनि आमालाई कस्तो छ? आमालाई पनि सन्चै छ। आमालाई दिउँसो 2 पटक खाजा दिए। बेला बेलामा तातो पानी दिने गरेको छु। आमासँग एकछिन बोल्न पाए हुन्थ्यो। मैया आमा त सुतिरहनु भएको छ नि। मस्त निद्रामा हुनुहुन्छ। किन निद्रा बिगार्नु? भोलि भोलि कुरा गरौँला नि। बाई। हो र? त्यसो भए नउठाउनु। बाई भाउजू।
फेसबुक चलाउन छोडेर के फोन दिनु नि? केही कुरा बुझ्छिन् र बुढीले? धपेडीले होला आज लास्टै थाक्या छ। सुनिता के पकायौ? भोक पनि धेरै लागेको छ, केही खुवाउ न बरु। ए झन् आज हजुरसँगै डिनरको लागि कतै जाउँला भनेर केही पकाएकै पो छैन त। बरु लु 1 गिलास पानी लिनुहोस्। आज खाना त बाहिरै गएर खाने नि, हुँदैन हजुर? भइहाल्छ नि। अनि आमाको चाहिँ के छ नि खबर? आमालाई सबै ठिक छ नि। बेलैमा जाउलो दुध दिएको थिएँ, अगाएर होला अहिले त मस्त सुत्नु भएको छ नि। बुहारी ए बुहारी, खाना पाकेन? कस्तो पेटे धुइसक्यो। यो त चसक्क हुन्छ, उता चसक्क हुन्छ। साह्रै गाह्रो भयो आज त। झन् खै के भो बुहारी कस्तो गाह्रो भएको। हरि शरण। होइन ए सुनिता, किन ट्वाल्ल परे कि? केही देऊ न, बुढाबुढी मान्छे, भोक लाग्यो होला नि। बुढी अघि भर्खर खाएर पनि कति खानु पर्ने बुढीलाई? कहिले पानी, कहिले दुध, कहिले जाउलो, कहिले के। म त हैरान भइसक्यो बुढीको ताल देखेर। आफूले केही गर्नुपर्ने होइन क्यारे? यो देऊ ऊ देऊ भने भइहाल्यो। अनि आमालाई वृद्धाश्रममा राख्ने कुरा गर्ने भनेको होइन? म त वाक्कै भइसके। अब त घर धन्दा चाकडी के भनेको त हो नि सुनिता, तर यो मनले कहाँ मान्छ र? अब त्यसो भनेर कहाँ हुन्छ र? म त महिनो माइती गइदिन्छु अनि ठिक्क होला। अनि आफै अफिस जानु, आफै आमाको चाकर गर्नु। खै के गर्ने, उता जन्म दिने आमा, यता जीवन बिताउने श्रीमती। के खै मोबाइल ल्याउनुस्, बरु म आफै वृद्धाश्रममा फोन गर्छु। आज लगेर राखिदिने हो यी बुढीलाई। हेलो हजुर नमस्कार, फुलबारी आमा हेरचाह केन्द्र हो? हो हजुर नमस्कार। कति बजेसम्म खुल्छ? खुल्न चाहिँ 5 बजेसम्म नै खुल्छ, तर पेमेन्ट चाहिँ अग्रिमै गर्नुपर्छ हजुर। ए ल के कति पैसा लाग्छ म सबै त्यही आएर क्युआर गरिदिन्छु नि है। हस् हजुर। ठिकै छ, आमाको हेरचाह अनि भइहाल्छ। यहाँ हामीलाई पनि गाह्रो भएको छ। बरु कति लाग्छ तिरौला, आजै लगेर छोड्नु पर्ला। ल हिँड्नुहोस् हजुर। आमा, हजुरलाई यहाँ गाह्रो पनि भयो, भनेको बेलामा खाना पानीको राम्रो व्यवस्था पनि गर्न सकिएन। यहाँभन्दा ठुलो र आनन्दको ठाउँमा लैजान्छौँ है। नाइ, म मेरी आमालाई काहीँ लान दिन्न। बरु म आफै खाना बनाएर खुवाउँछु, मै पानी खुवाउँछु, सब थोक गर्छु मेरी प्यारी आमालाई। बाबु त चाहिँ आफ्नो बाआमालाई कहिले पनि दुःख नदिनु, सधैँ सुखमा राख्नु। बाआमा भनेका आफ्नो भगवान हुन्छन्, कहिले दुःख नदिनु है बाबु। यो कुरा चाहिँ सधैँ मनमा राखेछ है बाबु। आमा आमा मेरो आमालाई के भयो? आमा आमा असहायानो आमा तिम्रो दोष होइन, तिमी थियौ र पो त म छु यहाँ। तिमीले आँसु झर्नुहुन्न। ज्येष्ठ नागरिकहरू हाम्रा अग्रज, गुरु र मार्ग निर्देशक हुन्। उनीहरू ज्ञान, सुझाव र प्रेरणाका अमूल्य स्रोत हुन्। उनीहरू हाम्रा महत्त्वपूर्ण जीवित सम्पदा पनि हुन्। उनीहरूको स्याहार, सुसार र रेखदेख गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो। ज्येष्ठ नागरिक जिउँदा भगवान हुन्। उनीहरूको सबैले सम्मान गरौँ। धेरै धेरै धन्यवाद।